प्रोत्साहन, प्रेरणा, खुसी र सफलताको कथाहरूको सङ्गालो सफल स्टोरिजमा यहाँहरूलाई स्वागत छ। आज हामीले 2052 सालमा जन्मिएर एकल आमाको काखमा हुर्किनुभएकी रन्जु दर्शनाको प्रेरक कथा समेट्ने प्रयास गरेका छौँ, जो गत वैशाखमा सम्पन्न भएको पहिलो चरणको स्थानीय निर्वाचनमा विवेकशील दलबाट काठमाडौँ महानगरपालिकाको लागि मेयर पदको उम्मेद्वार हुनुहुन्थ्यो। 21 वर्षकै उमेरमै मेयर पदमा उम्मेदवारी दिनुभएकी रन्जु 3 वर्ष अगाडिदेखि राजनीतिमा लाग्नुभएको हो। 2017 मङ्सिरदेखि मैले विवेकशील नेपाली पोलिटिकल पार्टीकै सदस्यता लिएको हुँ। अनि त्यहीबाट चाहिँ मैले यसरी राजनीति गर्ने हो भनेदेखि कल्चर चेन्ज गर्नकै लागि मैले राजनीति गर्ने हो भने आई स्टार्टेड फ्रम विवेकशील नेपाली। तर पोलिटिक्समै आउनको लागि चाहिँ म सानैदेखि सानो घटनाहरू जोड्दै एक्चुअलमा चेन्ज लिएर आउनु छ भनेदेखि पोलिटिक्सबाटै लिएर आउनुपर्छ। त्यो भएको भएर पोलिटिक्समा अहिले यसरी आएको हो। एकल आमाको सन्तान र त्यसमा पनि छोरी हुनुका कारण समाजले गर्ने हेपा प्रवृत्तिलाई चुनौती दिँदै राजनीतिमा होमिनु भएकी रन्जु टिमको सहयोग र आफ्नो जीवनमा घटेका घटनाहरूलाई नै आफ्नो साहसको स्रोत मान्नुहुन्छ। उहाँ मेयरमा उठिसकेपछिको आफ्नो अनुभवलाई यसरी भन्नुहुन्छ। मैले उम्मेदवारी दिइसके पछाडि मैले के भनेर उम्मेदवारी दिएको थिएँ भनेदेखि म रिप्रेजेन्टेटिभ बन्न खोजिरहेको छु। म काठमाडौँवासीको प्रतिनिधि बनेर अगाडि बढ्छु भनेर म मञ्चमा उभिँदाखेरि चाहिँ रेस्पोन्सिबिलिटी एकदमै धेरै भएको महसुस गरेँ र त्यो रेस्पोन्सिबिलिटी धेरै भएको महसुस गरिरहँदाखेरि मैले इन्जोय गरिरहेको थिएँ इच एन्ड एभ्री मोमेन्ट। मैले किन इन्जोय गरिरहेको थिएँ भनेदेखि यो पाथ मैले चुज गरेको, मेरो मनले चुज गरेको पाथ यो हो र मनले भनेको गलत हुँदैन भन्ने कुरा मैले अघि नै भनिसकेँ। त्यो भएको भएर एकदमै धेरै रेस्पोन्सिबिलिटी आइरहँदाखेरि पनि मलाई एकदमै धेरै खुसी लाग्यो र आलोचना नकारात्मक सकारात्मक पोजिटिभ नेगेटिभ क्रिटिसिजम्सहरू आइरहँदाखेरि पनि त्यो एक्साइटमेन्ट लेभल चाहिँ मेरो कहिले पनि घटेन। किन घटेन भन्दाखेरि जसले पोजिटिभली क्रिटिसिजम दिइरहनु भएको छ उहाँले त ऊ अझै सुधारियोस्, उसको अझै राम्रो पर्फर्मेन्स होस् भनेर दिइरहनु भएको थियो। नेगेटिभ क्रिटिसिजम दिनेहरूले पनि आफ्नो भ्यालुएबल टाइम इन्भेस्ट गरेर मेरो बारेमा केही पढेर भिडियो हेरेर दिइरहनु भएको थियो। अनि यसरी सबै कुरा हेर्दाखेरि चाहिँ मलाई एकदमै इन्ट्रेस्टिङ लाग्यो र रमाइलो लाग्यो। रन्जु हाल नेसनल कलेजमा स्नातक तेस्रो वर्षमा डेभलपमेन्ट स्टडिज विषय लिएर पढ्दै हुनुहुन्छ। फर्स्ट एम नेपाल आर्मीको, त्यस पछाडि एसएलसी पछि चाहिँ म न्युज रिडर जर्नलिजमतिर जान चाहन्छु भन्ने मेरो इच्छा थियो। अनि जर्नलिजममा पनि म 11-12 पढ्दै गर्दाखेरि मेनली 11मा चाहिँ इन्भेस्टिगेसन जसले एकदम कुना काप्चा गरेर त्यो नआएको न्युज निकाल्छ त्यहाँनिर जान्छु होला म भन्ने मलाई लाग्थ्यो। अनि 11-12 को बिचमै लयर पो बन्नुपर्छ जस्तो लाग्यो, किनभने मेरो नागरिकताको इस्यु पनि आयो। विवेकशील नेपाललाई 2017 मङ्सिरमा फेला पारिसके पश्चात त्यहाँभित्र धेरै इन्गेजमेन्ट भइसके पश्चात चाहिँ एक्चुअलमा पोलिटिक्समै रहेछ चेन्ज लिएर आउनुपर्ने भन्ने कुरा मैले थाहा पाएँ। अनि थाहा पाएकै कारणले मैले के गरेँ भने चाहिँ बढी सर्भ गर्न सक्छु त कुनै पनि एरियामा आइसके पछाडि बढी सर्भ के गर्यो भने गर्न सक्छु भन्ने कुरा थाहा भएपछि डेभलपमेन्ट स्टडिज ब्याचलर्स इन डेभलपमेन्ट स्टडिज भन्ने कोर्स छ भनेर थाहा पाएँ। अनि त्यो गरिरहँदाखेरि यो सब्जेक्ट पढ्यो भनेदेखि चाहिँ नेपालको केसमा मैले डेलिभर धेरै गर्न सक्छु पोलिटिक्समै भएर भन्ने कुरा मलाई एकदमै लाग्यो। त्यो भएको भएर अहिले चाहिँ डेभलपमेन्ट स्टडिज पढ्दैछु। विद्यार्थी जीवनमै पार्टीको केन्द्रीय सदस्य रहेर काम गरिरहनु भएकी रन्जुले पढाइ र करियरलाई विद्यार्थीको चाहना अनुसार लैजानुपर्ने धारणा राख्नुहुन्छ। एउटा चाहिँ लिसन टु योर हार्ट है, हार्ट नेभर सेज रङ थिङ के भित्री मनले चाहिँ के मागेको छ के इन्ट्रेस्ट छ त्यसमा जानको लागि चाहिँ म सजेस्ट गर्छु। तपाईँको भित्री मनको इच्छाले तपाईँले पढिरहनु भएको छ नि तपाईँ डेफिनेटली एक्सेल गर्नुहुन्छ। तर करले पढिरहनु भएको छ भनेदेखि त्यसमा एक्सेल गर्न निकै नै गाह्रो हुन्छ। प्यारेन्ट्सहरूले नि यो भिडियो हेर्दै हुनुहुन्छ भनेदेखि आफ्नो छोराछोरीको कोर इन्ट्रेस्ट केमा छ त्यसमा चाहिँ फ्लरिस हुन दिनुपर्छ भन्ने जस्तो मलाई लाग्छ। एजुकेसन र यो लभ धेरै सुनिन्छ पनि यसले लभ गर्दै हिँड्यो त्यही भएर पढाइ बिगार्यो भनेर होइन। यदि तपाईँले गर्नुभएको लभले पढाइ बिग्रिरहेछ भनेदेखि त्यहाँ क्वेसन गर्नुपर्छ त्यो ठिक हो कि होइन भनेर। किनभने लभले मान्छेहरूलाई फुलाउँछ, ब्लजम गर्नको लागि इन्भाइरोमेन्ट दिन्छ। लभले एकदमै धेरै टेन्सन दिइरहेछ पीडा दिइरहेछ भनेदेखि तपाईँले अलिकति आफैलाई क्वेसन गर्नुपर्ने चाहिँ यो अलि ठिक छैन कि
म जो मान्छेसँग छु, जो मेरो लभर मैले भनिरहेको छु, उसँग मेरो कहाँ कनेक्सन मिलेको छैन कि भनेर चाहिँ तपाईँले क्वेसन सोध्नै पर्छ। आफ्नो लाइफ सस्टेन गर्नको लागि जागिर नै ओन्ली वान अप्सन हो भन्ने समय अहिले होइन। अहिलेको समय यति राम्रो छ, यति रमाइलो छ, तपाईँको कोर इन्ट्रेस्ट केमा छ त्यसमै तपाईँले काम गर्न सक्नुहुन्छ। यसमा तपाईँले एउटा फर्मुला लगाएर अघि बढ्ने भनेको चाहिँ आफ्नो कन्फिडेन्स मेन्टेन गरेर हो। तपाईँलाई यदि लाग्छ तपाईँले गर्न खोज्नु भएको कामले रिजल्ट दिन्छ भनेदेखि तपाईँले चाहिँ यसै रिजल्ट दिन्छ म गर्छु भन्दा पनि आफ्नो प्लान्सहरू देखाउनुहोस्, आफ्नो आइडियाजहरू देखाउनुहोस्, आफ्नो रोड म्याप क्रिएट गरिदिनुहोस्। भिजिबल डकुमेन्टले चाहिँ धेरैभन्दा धेरैजनालाई कन्भिन्स गर्न सजिलो छ। रन्जु हाल आफ्ना मतदाताहरूलाई धन्यवाद दिन, युवाहरूलाई राजनीतिमा आउन प्रोत्साहन गर्न र दोस्रो चरणका उम्मेदवारहरूलाई सहयोग गर्नमा व्यस्त हुनुहुन्छ। हामी रन्जुजीलाई भेट्न जाँदा उहाँको घर नजिक बस्ने बालक ट्युसनको लागि आए, जसलाई उहाँ निशुल्क पढाउनुहुन्छ। राजनीति, कलेज र समाजसेवा यो सबैको लागि समय कसरी मिल्छ त? राति टाइममै सुत्ने, बिहान सकेसम्म चाँडै उठेर स्टार्ट गर्ने। अहिलेलाई चाहिँ 5 बजेको रुटिन बनाएको छ। 5 बजे उठिसके पछाडि म 10 मिनट कहाँ गर्छु, 15 मिनट कहाँ गर्छु, त्यो टक बनाइसके पछाडि चाहिँ इजी भइरहेछ। अनि एक हप्ताकै कामहरू के छ भन्ने कुरा चाहिँ मैले स्केड्युल गरेर राख्न थालेको छु। व्यस्तता र कामका बीच मनोरञ्जनको लागि पनि समय निकाल्नुपर्छ र सेल्फी लिनु, मेकअप गर्नु आदि गलत होइन भन्ने धारणा राख्ने रन्जु युवाहरूको लागि यस्तो भन्न चाहनुहुन्छ। मेरो आग्रह मैले चाहिँ हजुरले पनि गर्दै हुन्थ्यो जस्तो लाग्ने चाहिँ कन्ट्रीमा के भइरहेको छ, आफ्नो सिटीमा चाहिँ के कस्तो भइरहेको छ, त्यो कन्टेम्पोरेरी इस्युजहरूमा चाहिँ अपडेट हुनै पर्छ। हामीहरू अपडेट भएन भनेदेखि जसले नेतृत्व गर्दै हुनुहुन्छ उहाँहरूलाई सतर्कता कसले दिने, उहाँहरूलाई सतर्क कसले बनाउने, त्यो रोल चाहिँ हाम्रो नै हो। त्यो भएको भएर युथ्सहरूलाई चाहिँ यो पोलिटिक्स इज नट माई कप अफ टी, इट्स अ डर्टी गेम भन्न चाहिँ आजैबाट छाडिदिनुहोस् भन्न म चाहन्छु। रन्जु नयाँ पुस्ता अनुसार चाहना फेरिँदै जाने हुँदा विकास पनि सही अनुसार हुनुपर्ने बताउनुहुन्छ। अन्त्यमा जीवनलाई सुन्दर फूल र अवसर मान्ने रन्जुको सपना के हो त? क्यापिटल लेटरमा नेपाल भनेर मैले भन्थेँ कि जस्तै अहिले हामीलाई के चाहिएको छ, बेटर चाहिएको छ नि त। यो बेटर चाहिँ एभ्री कोर्स अफ टाइममा चाहिरहन्छ क्या यो बेटरमेन्ट, किनभने अहिलेको यो टाइमको डिमान्ड भनेको चाहिँ सुशासन हो, गुड गभर्नेन्स हो। पछि होला हामी नै बुढाबुढी भइसके पछाडि त्यतिखेरको युवाहरूको त्यतिखेरको टाइमको डिमान्ड फेरि फरक हुन्छ। भनेको एभ्री टाइम हामीले चाहिँ बेटर खोजिरहेका छौँ। यो क्यापिटल लेटरमा नेपाल भनेको नि यही हो। अर्को एउटा ड्रिम चाहिँ उहाँ धेरैजना सँगै बसेर काम गर्न पाउने चाहिँ एउटा ड्रिम छ। उहाँहरूलाई पनि कसरी यो फिल्डमा लिएर आउनुको लागि मैले के भूमिका खेल्न सक्छु, त्यो चाहिँ मेरो माइन्डमा एभ्री टाइम रन भइरहेछ। किनभने एक्लै हिँड्यो भने धेरै टाढा पुगिँदैन भन्ने थाहा छ। साहसी र आत्मविश्वासी रन्जु दर्शनाका प्रेरक पाइलाहरू यसरी नै अगाडि बढिरहन्। सफलताको शुभकामना।